कसम मेरो यो भ्लगको मेन क्यारेक्टर क्रास भएको बेला कसम Oh my god, ghost. हेलो गाइज वेलकम टु माई अनदर भ्लग। आज चाहिँ शनिबार हामीहरू चाहिँ केटाहरू भर्खरी बिहान उठेर प्लान बनाएको छौँ। आज नाइट आउट हान्न गाउँ टाढा जाने प्लान बनाएको छौँ। त्यो भएर म अजय प्रयास र रोहित देश आउँदैछन् गीता लिएर आफ्नो। ल अब चाहिँ हामी टक्क यहाँ सबै सामानहरू बोकेर है अब हामीहरूले चाहिँ सबै नानो एकछिन सो हेर्छौँ के हुन्छ गर्छौँ। हामीले आज हाम्रो भ्लगमा लास्टसम्म हेरिदिनुहोस् होला, धन्यवाद। सो क्राउ हामीहरू चाहिँ हाम्रो नाइट आउटको लागि सामानहरू किन्दैछौँ। केटाहरू सबले यहाँ किन्दैछन् मिलाएर। अनि कस्तो एक्साइटमेन्ट चलिरहेको दोस्त? खतरा ठिक छ, ठिकै छ, मजा आउला जस्तो यार। के हो तिमीलाई? मलाई त केही छैन यार, मजा आउला जस्तो मजा त आइहाल्छ। हो तिमीलाई के भन्नु? मलाई नाइट भ्यूको लागि मजा आउँछ जस्तो है। मर्निङ भ्यूको मर्निङ र नाइट दिउँसोको चाहिँ मजा आउँछ जस्तो लाग्यो। दिउँसो त गर्ने हो। अब यहाँ साउन्ड चाहिँ एकदम ठुलो साउन्ड आउनु लाग्यो है, त्यही भएर हो। अब काम यस्तो दामी लाख अब चाहिँ हामीले सामानहरू लिन्छौँ, बेलुका चाहिनेहरू के हुन्छ। अनि ट्याक्सी बुक हान्न गइहाल्छौँ। सो त्यही हो। केटा फाइनल हाम्रो ट्याक्सी आइसक्यो पछाडि। ओए हिँड केटा आयो ट्याक्सी। ब्याग बोक न, ओए लास्ट गर्नु छ यो बोक है। हाम्रो ट्याक्सी चाहिँ यो है केटा, केटाले ब्याग उठाउँथ्यो। लगाएर हाम्रो चाहिँ ट्याक्सीमा चढेर हिँडिसकेको छौँ हाम्रो ठाउँबाट। अब चाहिँ टक्क काउडालाई पुगेर देखाउँछ क्या, मैले चाहिँ देखाउँछु भ्यूहरू कस्तो हुन्छ। अहिले चाहिँ हाम्रो एकदम बबाल घाम लागिरहेको छ। हेर्दै गर्नुहोस्, भिडियो लास्टसम्म हेर्नुहोस्, माया गरिदिनु होला, धन्यवाद। हामी चाहिँ ढ्याक्क हाम्रो आजको के भनौँ डेस्टिनेसन हो र। हामी चाहिँ हाम्रो नाइट आउट हान्ने ठाउँमा आइयो, बस्ने ठाउँमा आइयो। यो ठाउँ चाहिँ न्यू गोलो घर रिसोर्ट हो। रिसोर्ट होइन र, एक्सेन्ट मिलाउ न। हस् रेसोर्ट भन्दैन के भनौँ रेजोर्ट। ओके थ्याङ्क यू फर यर लेसन है। अहिले चाहिँ हाम्रो यस्तो भ्यू देख्यो। दोस्तले चाहिँ फ्रुट के अरे फ्रुट होइन चिसा हाल्नलाई फ्रिजमा उहाँ भन्न सके होइन, मलाई बोलाइरहेको छन् कि यु क्यान सी द भ्यू। ल जाम ल। केटाहरू चाहिँ अलिक बोल्न सक्दैन, सबै इन्ट्रोभर्ट छन्, हल्का एक्सट्रोभर्ट भनेको म यो हाम्रो ग्रुपमा होइन। हाम्रो रिसोर्ट चाहिँ यस्तो छ है केटा। माथि पनि रहेछ भनेको त अर्कै रिसोर्ट पो रहेछ। ठिक छ हाम्रो केटाहरू चाहिँ जहाँ गए पनि आफ्नो पारा देखाइहाल्छन् है। डरान के अरे अझै हल्लिहाल्छ नि त रोहित दास। यिनीहरूको बानी बेहोरा देखेर के भन्नु छ? केही छैन, स्पिचलेस। क्या रे
सेट गाइस हजुरहरूको नसिबमै होइन यस्तो कुरा हेर्ने अरे कि यहीँ खिचिरहनु भन्ने रहेछ कि मैले रोहितको रियाक्सन हेर्दाखेरि यता अर्कै भइसकेको छ ऊ ल हेर ल हेर बक्चुदी सुरु भइसक्यो दसैँ लाग्यो लेट्सको एक्सन ओ रोका थम्बनेललाई हुन्छ यो चाहिँ आज हामी बस्ने रिसोर्ट हो न्यू गोलो घर रिसोर्ट प्राली अरे यहाँ भिजिट गर्नु होला एकदम राम्रो हो एफोर्डेबल प्राइसमा मान्छेहरू पनि एकदम ठिक हुन्छ लगाइज अब चाहिँ हामी नाइट भ्यू काउडाँडाबाटको नाइट भ्यू हेर्न माथि जाँदैछौँ अब साँझ पर्न लागिसक्यो अघि चाहिँ पल्युसन र घामको कम्बिनेसनले गर्दा एकदम नराम्रो देखेको थियो सिटी चाहिँ अब चाहिँ रात पऱ्यो नि त नाइट भ्यू चाहिँ राम्रो हुन्छ जे होस् म रेडी भइसकेको छु ल अब चाहिँ हामी जान लागिसकेको छौँ केटाहरू पनि कपडा लाएर रेडी भइसक्यो म त हुडी नलिकन आएकोखेरि जाडो नत्र ढुक्क होइन सर्ट लगाएर के भएन लेसको म माथि गएर भ्यू देखाउँछु ल हामी चाहिँ फाइनली माथि काउडाँडाको भ्यू पोइन्ट आइसक्यौँ सो लेट्स सी 3 2 1 ल सब रेडी आइ पोखराको नाइट भ्यू हेर्न त्यो सनसेट पनि अझै राम्रोसँग नगरेर माथि पुरै रातो ओरेन्ज देखिरह ल केटाहरूको यस्तो लभली फोटो खिच्दियो मैले केटाहरूले एउटा राम्रो फोटो खिचेँ मेरो यहाँ केटाहरू यहाँ मैले बिल्ला हानिदिएर केटाहरू अहिले सेन्टै भएर सानो तिनटै मैले तिनटैको यस्तो लभली फोटो खिच्दियो मेरो एउटा राम्रो खिच्दैन कसैले अझैले लास्टमा एउटा राम्रो हो कि भन्ने पारेको थियो कि तर चित्त बुझ्दै चाहिँ छैन है रोहित दोस्त हजुर तिमीसँग एउटा क्वेसन सोध्नु मन लाग्यो मेरो फोटो राम्रो नखिच्दै के कस्तो प्राउड फिल भयो नि यार सेट ओए तिमीलाई मेरो फोटो राम्रो नखिच्दै के प्राउड भएको सबसे राम्रो खिच्दिएको हो अझै हो तिमीलाई मैले मेरो राम्रो खिच्दै थिएँ यार खिचेको केटाहरूको यस्तो लभली फोटो खिच्दियो तिमीले त मैले खिचेको फोटो हो नि अब केटी हेर्न जाँदा त्यही फोटो हेऱ्यो भने तिमीको ढुक्क बिहा हुन्छ कि केटा डान्स चल्दा यहाँ उसले ऊ काहीँ नाच्ने होइन उसले गीत पनि सुन्दैन है तर नाच्न चाहिँ फुल भाइबमा फुल भाइब लिएर नाचिरहन्छ कसम मेरो यो भ्लगको मेन क्यारेक्टर प्रयास भएको ल कसम यस्तो नबिदियो कसैले आजसम्म नदेखाएको आफ्नो रूप देखाइरहनु तिमीले अघि हिडन ट्यालेन्ट भनौँ कि के भनौँ यार मैले उसलाई चिनेको 2-3 वर्ष भइसक्यो अहिले नदेखेको देखेको
टुरमा पनि यस्तो दामी गरेको थिएनन् कि अहिले चाहिँ बाल गरेन कि प्र्याक्टिस म थाहा पाएँ अनि म थाहा पाएँ उसले घर टाइम पास गर्नको लागि डान्स सिक्दो रहेछ है क्या टाइमिङ छ प्लिज प्लिज कोही मेरो भ्लग चाहिँ कोही कोरियोग्राफरहरूले यस्तो हुन्छ नि हेर्नुभयो भने प्लिज उसले एउटा म्युजिक भिडियोमा चान्स दिनु के उसले आफ्नो बेस्ट दिन्छ के थाहा गर्दा गर्दा मोडल हुन्छ कि लभी नाचेको दोष एउटा सर्नु देखाउँछु के भन नि मलाई डान्स सिकाउनु गाह्रो छ यस्तै सिकाउनै पर्छ नत्र त म देखाउँदिनँ ल है यस्तो लभली डान्स केटा सबले प्रेसलाई कमेन्टमा # प्राइस हान्नु है ल प्रेस जसले चाहिँ मेरो भ्लगको लागि एउटा क्लिप दिन्छु भने हामीलाई सिकाएर ल डान्स म सिकाइदिन्छु डान्स फेरि सरी ल अगाडि जाने बेस्ट कोरियोग्राफर अगाडि जाने होइन अगाडि जाने ल हाम्रो खुट्टा उठाउने यस्तो यस्तो दिने ओके सर छोड्दैन नयाँ स्टक राखे अनि उता किन फेरि यता झुक टाङफट्टा हातफट्टा यस्तो दि यस्तो बुझे यो कस्तो जस्तो यस्तो ठिक छ त बढेर हान्छ नि ल रेडी हो म त जाँदैछु म यो हैन के माथि एकदम रेडी ल जाँदैछु म अनि यही हामी अहिले कम धेरै लामो भयो कि एकचोटिमै के धेरै लामो भयो कि ल सकेको छ खै खानामा के देखाउँछ प्रेस यहाँ अब हेर्न पर्छ के दोष पह एकछिन नबजाउनु एकछिन यहाँ यो खानाले कति कहाँसम्म पुग्ला तिम्रो पेटको नबनाउँदै यस्तो त यो प्रेसको यो एउटा यति यहाँको आन्द्रमणि है ल अब हामी चाहिँ खाना खाँदैछौँ खाना हान्छौँ रोहित दोस्तले सुरु हानिसक्यो भोक लाग्यो मेरो चस्माले हिजो आयो मलाई टक्क भ्यू हेर्दै खाने मजा लिने खाना खान्छु ल
चाहिँ झिर अनि बार्बिक्यू हान्न रेडी छन् तो हड्डीले छैन फेरि हाम्रो एचएम पढेको यहाँ चाहिँ त पढेको धेरै कहिलेसम्म लखेन फेरि पैसा माग्या फेरि फीमा हाम्रो एचएम पढेको साथीले हाम्रो यहाँ दिइरहेको छन् आफ्नो एचएम स्टाइलमा होटल म्यानेजमेन्ट पढ्यो नि त चाहिँ होइन नाइस सबै साथी यो यसले चाहिँ केही काम गरेन है हाम्रो अझै जस्तै केही काम गरेनन् यत्रो वर्षसम्म मैले अझैले ट्राई गरेको थिएँ प्रेसले अघिबाट मिहिनेत गरेर रोहित भर्खरै आएको क्यामेरामा हिरो भइहाल्यो नि रोहित के हो तिमी यही त सोसियल मिडियामा मात्रै हिरो हो नि रोहित दोस्त लास्ट अल्छी है लास्ट अल्छी लास्टै काम चाहिँ गर्छ नै रोहित दोस्तले रोहित दोस्त चलाएको हौ क्यान्सर हानिदिएको त्यहाँभित्र रोहित दोस्त खतरा हान्ने केटा यो सल्कायो नि रोहित बाबालाई केटा सल्के होइन अहिले सबै बोल्नु गऱ्यो प्रेस दोस्त ल प्रेस दोस्त हजुर रोहितको काम हेरेर के भन्नु होला लास्ट अस्ति नै के गरेको बस्छन् क्यामेरा अन गरेर मजा काम गर्न लगाउन् त्यही हो मैले यिनले रोहितले कामै नगरेर मैले क्यामेरा ठडाएको के क्यामेरा अन गरेको है अब टक्क पोखराको भ्यू हेर्दै बार्बिक्यू हान्दै ल है त ल जानी यसमा त हालेर हामी यसमा बनाए यहाँ टाइम कति हो 23 भनेको कति हो 11:50 12 बजे नि यहाँ 2 मिनेट बस उयो बर्थडे हैन रोहितको सपना आएको छु त पागल बनाने प्रयास त कसम 5 चोटि क्लिप हाल्यो क्लिपको लागि 5 चोटि रिटेक हान्न पर्यो मैले कति बेला मुखमा ल्याखौ कति बेला कहाँ ल्याखौ अनि त्यो त ब्लगर हो नि त डेन्जर सुत्यो होइन रोहित त कसम भनेको सुत्ने छक्का हानिकन नि म त सुते हैन होइन उसलाई रिङ्दामै दिनु अलि उठाउँला डर खराएर उठा जस्तै उठाउँला कोले आमा रुईको भ्लगमा खराएर उठाएको हेर्नु भयो त्यस्तो दिन नि उठाइदिन्छ हामीले रोहितलाई अहिले सुत्यो भने तिम्रो मुखमा अहिले म 2 घन्टा भएन नि त्यो हामीले युज गर्नु लाग्यो त्यो झिरमामा लाग्यो अल्छेर न झिरमामा गएको थियौँ हामी चाहिँ होइन रोहितले आफैले बनाउँछ भने सुतेर बसेँ लास्ट त भएकै होइन अझै 2 घन्टा भइसक्यो त्यही नि इदाउँदै थियो कि ठिक छ रमाइलो भएको छ जे सबैजना आफ्नो साथीहरूसँग घुम्न आउनु ल केटाहरूबाट केही हुन सकेन त्यही भएर अहिले मैले गरिदिएको केटाहरूले केही छाटकाट ल्याएनन् यार 1 घन्टाभन्दा बढी भइसक्यो है लगभग 2 घन्टै हुनुला तर पनि एउटा नि झिर भएन यार यो भएन नि त त्यही भएर अहिले मै तम्सेछु म आउने यत्तिको भइसक्यो रिजल्ट म चाहिँ अब 10 मिनट रेडी पारिदिन्छु है अरे तास खेल्दैछ दुईवटा हाम्रो रोहित दोस्त फेरि यता पढ्दै हन् आगे बाल्दियो यार मैले त कोइलाबाट नाइट भ्यू है गाइस ल म उठेको चाहिँ ठ्याक्क म उठ्ने यत्तिकै यहाँ बनिसक्यो 2 प्लेट चाहिँ ठगहरू तास खेलेन बोलेको मेरो भ्युवरहरूले देखेको के हो के होइन र कोही चाहिँ यस्तो यहाँ जाडो हो कि भरे यस्तो कोही चाहिँ गर्मी अरे यस्तो कोही चाहिँ उता थोरी कामी खेल्यो म क्या हल्का मेहनती है म उठ्ने त्यो पाकिसक्यो है हाम्रो झिर रेडी भइसक्यो है ल तिमी धेरै आइसकेर केटा अरे लास्टै छ यो क्लिप लिन नि मैले 5 रिटेक लिन पऱ्यो यहाँ धेरै कुरा गडबडी के हो त्यहाँ What? Bro, talk.
What are you talking, brother? Speak clearly English, brother. तिम्रो इङ्ग्लिस के हो? What are you drinking? What are you drinking? Wine? British English Your also English like. is good, but your accent is too Complicated. Oh my God, ghost! Just ghost. What game? के हो केटा महाकसम ओए वाट सुन न Oh my God, घोड दोस्टले ओमेगल बोलेको ओ माय गॉड घोस्ट इज अरे यार गोगो दाइ के ओ माय तर्साउन दियो हामीलाई कसम के हो र मासु यस्तै राख्नु हुन्न केटा तर्साउन मासु त रहेछ ओ यहाँ सीसीटीभी तिर नि हामीलाई के भयो नि हेर्न त पर्छ यार मासु खुल्ला छ रे British English also like. के है टाउको हेरे यस्तो मस्त आको पुरै हल्लाउँदै गथ्यो यार म यहाँ रोइदै यार तिमीलाई देखाएको थिएँ कसम थ गरेर महाकसम यस्तो गर्दै कसम तर्साउन दियो क्या देखेन भन्छ यार बास गाडी आयो देखेन भिडियो देखाइन्छ अलिक कच गरेर भाग्यो यहीँबाट भागेको ओ यस्तो रे के ओ ब्रोदर इट इज घोस्ट अरे भूत घोस्ट रे के यस्तै हावा मास यस्तै छोडेर नि होला क्या हामीले है अनि बेलुका मासु उसमा राख्यो भने आउँछ अरे भूत होइन तर हामीले यस्तो गरे पनि नगरिन हो क्या हाले हामी त नुन मसलाहरू नुन मसला हाल्छ त्यस्तो गर्न नहुने काँचो मासु हो क्या काँचो नो प्रेस ओए रोहित दोष डराएर हनुमान चालिसा लाग्यो अब तिमी डर लागेन सबै भगवान लक्ष्मी लक्ष्मी चढ मलाई मागाली जाडो भयो मलाई टमट ए यता छुट्यो म नि बजाउँछु मैले गुड मर्निङ गाइज म र रोहित भर्खर उठ्यौँ केटाहरू त अझै सुतिरहन् उठाएर आएको के झन् बिहान 5 बजे उठेर झन् भ्यू हेर्न जाउँला भनेको त कोही नि उठेन म नि उठिनँ त्यही भएर मिस भइहाल्यो त्यो चाहिँ किन अलि लभली भयो बिहानको घाम हेर्नुहोस् है
मैले एउटा गरिबको बच्चालाई भेटाएको छु खान पनि सक्दैन फाइनल गाइज मैले एउटा बडीको बच्चा भेटाइसकेको छु भनेर कामदै यस्तो झट्का हान्दै टुल्लु भाइ वी मिस यु रे खोल्न त अनि गाइस फाइनली मैले गरिबको बच्चा भेटाइसकेको छु त्यही माथि आउँदा जाडो हुन्छ लाथे अहिले त यस्तो गर्मी हाम्रो ट्रिप चाहिँ हाम्रो काठमाडौँको ट्रिप चाहिँ सकियो अब हामी चाहिँ फर्किरहौँ ल हामी चाहिँ फर्क्यौँ पहिलाको भ्लगमा जस्तो माया देखाइदिन्छ होला र थ्याङ्क यू फर वाचिङ टिल टु एन्ड थ्याङ्क यू सो मच बाई बाई